दर्शक नमस्कार, हामी मुगलिङतर्फ आइसकेका छौँ। सडक खाली भइसकेको छ, हामी देख्न सक्छौँ। पहिरो अब यो भित्तापट्टिको अलिअलि केही चाहिँ पहिरो हटाउँदैछ ताकि दुईतर्फी सवारी साधनहरू ढुक्कसँग यात्रा गर्न सकोस्, आवजावत गर्न सकोस्। हामी देखिरहेका छौँ, ठ्याक्कै पहिरोको मुनि छौँ। हामी देख्न सक्छौँ मुगलिङबाट दुईवटा लोडरहरू प्रयोग भइरहेको छ। नारायणघाट तर्फबाट चाहिँ जुन भित्ता खोदल्ने काम भइरहेको छ, जुन स्काभेटरको प्रयोग गरिएको छ र एउटा जेसिबी पनि अलिकति पहिरो फाक्नको लागि तयारी गरिरहेको छ। र यतिखेर चितवनको सिडिओ साहब, एसपी साहब सबै सम्पूर्ण जिल्लाका प्रमुखहरू आइसक्नु भएको छ। जति सक्दो चाँडो यतिखेर चाहिँ पहिरो हटाएर चाहिँ ट्राफिक म्यानेजमेन्ट गर्न सकोस् भनेर चाहिँ यतिखेर सम्पूर्ण सुरक्षा निकाय जिल्लाका प्रमुख अधिकारीहरू यतिखेर यो पहिरो स्थलमा ट्विन खोलामा चाहिँ आउनु भएको छ। हामी देखाइरहेका छौँ प्रत्यक्ष रूपमा। यो भिडियो सक्दो सेयर गर्नुहोला। चलाउने हो यो ईश्वर, चलाउने हो। म झरौँ, म झर्ने हो। र अब यता मुगलिङ तर्फबाट पनि यो पहिरो हटाउनको लागि चाहिँ अपरेटरसँग चाहिँ कुराकानी गर्दै हुनुहुन्छ। हाम्रो यो मेहनतलाई चाहिँ आज देखाइदिनु होला। यो हाम्रो मुगलिङ बजार फेसबुकको अहिले भ्युज हाम्रो झन्डै 500 कटेको अवस्था छ। यसलाई कतिसम्म तपाईँहरूले पुर्याउन सक्नुहुन्छ, सक्दो सेयर गर्नुहोस्। र हामी तपाईँहरूलाई लाइभ बस्दै यो पहिरो हटाएको दृश्य र गाडी सञ्चालन भएको दृश्य, दुईतर्फी नै सञ्चालन भएको दृश्य चाहिँ हामी देखाउन खोजिरहेका छौँ। र यसरी निकै उज्यालो आउने बत्तीको प्रयोग गरेर चाहिँ रातको समयमा पनि यसरी पहिरो हटाउने कार्य भइरहेको दृश्य हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ, देख्न सक्छौँ। सञ्चारकर्मी साथीहरू, प्रहरी प्रमुखहरू, सिडिओ साहब सबै चाहिँ यतिखेर यो ठाउँमा चाहिँ आउनुभएको छ। र यो पहिरो हटाइसकेपछि पनि जुन एउटा चुनौती छ, गाडीहरूको चाहिँ जुन लेन मिचेर चाहिँ सवारी साधनहरू राखिदिँदाखेरि राम्रोसँग पास हुन नसक्ने त्यो समस्या हुनसक्छ। तसर्थ सम्पूर्ण चालक साथीहरूले चाहिँ कृपया आफ्नो लेनमा बसेर मात्रै सवारी हतार नगरिकन सवारी चाहिँ चलाइदिनु हुन म अनुरोध गर्न चाहन्छु। यो जुन ढिस्को थियो, पहिरो खस्न सक्ने जुन सम्भावित ठाउँहरू लगभग यतिखेर हामी रातको समयमा पनि बत्ती बलिरहेको हामी देखिरहेका छौँ, उज्यालो देखिरहेका छौँ। यो अहिले ढुङ्गाहरू खस्ने काम सबै रोकिएको अवस्था छ। यसरी हामी पहिरोको मुनि बसेर चाहिँ यसरी हामी प्रत्यक्ष तपाईँहरूलाई जोडिरहेका छौँ दर्शकबिन। र अहिले यसरी अर्को स्काभेटर पनि जुन दमौलीबाट ल्याएको थियो, त्यो मेसिन जुन हेभी मेसिन पनि यतिखेर पहिरोको यो जुन नालाको भाग हामी देखिरहेका छौँ। केही पहिरोहरू बाँकी छ। यो सम्पूर्ण पहिरोहरू हटाउनको लागि चाहिँ तयारी भइरहेको छ। अब दसैँको समय छ, यो समयमा सम्पूर्ण पहिरोहरू फ्याँकेर चाहिँ यो सडकहरू केही बेर ढिलो भए पनि पहिरोहरू चाहिँ बाटोमा नहोस्, सडकमा नहोस्, पहिरोको कारणले कुनै पनि यात्रुहरू जाममा बस्न नपरुन् भन्ने उद्देश्यले यतिखेर चाहिँ पहिरो हामी सडक त क्लियर भइसकेको अवस्था छ, चिल्लो प्राय पनि सकेको अवस्था छ। तर पनि यो जुन भित्तामा रहेको जुन नालाको भागमा रहेको पहिरोहरू पनि यतिखेर बाँकी रहेको पहिरोको पनि अघि नै मैले भनिसकेँ, पहिरोको पनि बाँकी नहोस् त्यो तरिकाले चाहिँ अहिले पहिरो हटाउँदैछ। यसको लागि केही बेर लाग्नेछ दर्शकबिन। गाडी यदि हतारेर कुनै बिरामी एम्बुलेन्सहरू बोकेको बिरामी बोकेर एम्बुलेन्सहरू आएको छ भने यतिखेर यात्रा गर्न सकिन्छ। हामी प्रहरीलाई रिक्वेस्ट गर्नेछौँ, बिरामीलाई चाहिँ पास गर्न चाहिँ हामी भन्नेछौँ। तर सकभर हामी देखिरहेका छौँ यसरी पहिरो गाडी मजाले चल्न सक्छ। र पनि पहिरो जति माथिबाट खसेको छ, यो चट्टानहरू प्राय हामी देखिरहेका छौँ। त्यसको तलपट्टि यसरी पहिरो चाहिँ जुन बाँकी छ माटोहरू, त्यो माटोहरू फ्याँक्नको लागि यसरी भित्ता खनिरहेको दृश्य हामी देखाइरहेका छौँ। सिडिओ साहबहरू पारीबाटै आउनुभएको हो, चितवनबाट। मतलब यतिखेर चाहिँ वार पार गर्न सक्ने अवस्था छ। यदि कसैलाई इमर्जेन्सी वार पार गर्नुपर्ने छ भने यो बाटो क्लियर भइसकेको अवस्था छ दर्शकबिन, हामी देखाइरहेका छौँ।
यतिखेर यो अपरेटर जुन हुनुहुन्छ यो ठाउँमा चाहिँ खटिनु भएको छ। अहोरात्र उहाँहरू खटिराख्नु भएको छ। कन्टिन्युसली चाहिँ उहाँहरू चाहिँ यो पहिरो फ्याँक्नको लागि चाहिँ न भोक भन्नुभयो, न पानी भन्नुभयो, न घाम भन्नुभयो, न ज्यानको माया गर्नुभयो। यसरी उहाँहरूले यो जुन काम गर्नुभएको छ। साथै यो दसैँको मुखमा कति धेरै यात्रुहरू अल्पत्र परेको अवस्था जुन छ त्यसलाई देखेर उहाँहरूले चाहिँ काम गर्नलाई चाहिँ एकछिन पनि ब्रेक गर्नु भएन। उहाँहरू कन्टिन्यू काम गर्नको लागि चाहिँ काम गरिराख्नु भएको छ। यद्यपि हामी देखिरहेका छौँ यतिखेर उज्यालो छ र अपरेटर मात्रै नभइकन यतिखेर सडक डिभिजनका इन्जिनियर, सुरक्षा प्रमुखहरू अनि ड्युटीमा खटेका प्रहरीहरू सबै छन् र पत्रकार साथीहरू पनि खटिनु भएको छ। हामी कोसिस गरिरहेका छौँ तपाईँहरूलाई प्रत्यक्ष रूपमा चाहिँ यो गाडी नकुन्जेलसम्म चाहिँ देखाइरहौँ कतिको साथ दिन्छ ब्याट्रीले। मोबाइल चाहिँ त्यति चार्ज छैन, जम्मा केही पर्सेन्ट मात्रै बाँकी छ। हामी तपाईँहरूलाई निरन्तर यो पहिरो गएसँगै यहाँको अपडेट दिइरहेका छौँ र धेरैले वैकल्पिक मार्गको प्रयोग गर्न पनि सोच बनाइराख्नु भएको होला। अब त्यो गर्नुपर्ने आवश्यक छैन। अब तपाईँहरू भोलिको दिनदेखि चाहिँ यो बाटो सहज रूपले यात्रा गर्न सक्नुहुनेछ। हामी तपाईँहरूलाई बताइरहेका छौँ, जानकारी गराइरहेका छौँ। प्रत्यक्ष रूपमा हामीसँग अहिले 1200 जना चाहिँ अहिले प्रत्यक्ष रूपमा हेरिरहनु भएको मैले जानकारी पाएको छु र तपाईँहरूको कमेन्ट हेर्न पाइरहेको छैन। कृपया यो भिडियो सबको सेयर गर्नुहोला, सबैलाई जानकारी गराइदिनु होला। धेरै दिनदेखिको यो अवरोध धेरैलाई चाहिँ यो बाटोको बारेमा चाहिँ। सर नमस्कार, माथि बसौँ। बारेमा चाहिँ धेरै जिज्ञासा थियो, कहिले खोल्ला। मेरो यो टेलिफोन, मेरो मोबाइल 98 11 20 30 50 तारन्तार फोन दिनमा 200 भन्दा बढी कल्सहरू चाहिँ आएको हुन्छ। मैले धेरैको फोन रिसिभ गर्न पाएको छैन। सकभर म फुर्सद हुँदाखेरि, म फ्री हुँदाखेरि चाहिँ फोन उठाएर रिप्लाई दिने कोसिस गरिरहेको हुन्छु। तर धेरै साथीहरू रिसाउनु भएको होला, विनोदले चाहिँ फोन उठाएन, यो ठुलो मान्छे भयो भन्ने जस्तो पनि तपाईँहरूलाई लाग्न सक्छ। कृपया त्यस्तो होइन। म चाहिँ दौड धुपमै छ। कहिले चाहिँ यो जुन वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको सडकहरू चाहिँ सञ्चालनमा कसरी सजिलो हुन्छ ल्याउन सक्नको लागि चाहिँ त्यता कुदिरहेको हुन्छु। कहिले चाहिँ जुन मुगलिङ काठमाडौँ मुगलिङ पोखरा सडक खण्ड कसरी चाहिँ सहज रूपले सुचारू गर्न सकिन्छ त्यसको लागि चाहिँ विभिन्न व्यक्तित्वहरूसँग चाहिँ टेलिफोनमा कुरा गरिरहेको हुन्छु। प्रत्यक्ष भेटेर कुराकानी गरिरहेको हुन्छ। विभिन्न यही पहिरोसँग सम्बन्धित कुराहरूमा नै व्यस्त भएको कारणले गर्दाखेरि तपाईँहरूसँगको जुन टेलिफोन कल, म्यासेजको रिप्लाई गर्न नपाएका हौँ। अब यो गाडी चल्न थालिसकेपछि आउने दिनहरूमा पनि यो हाइवेको बारेमा हामी जुन यो पहिरो तुइन खोलाको पहिरो खस्नुभन्दा अगाडि जहिले पनि बिहान हामीले हाइवेमा चाहिँ कुन खण्ड चाहिँ के छ भन्ने किसिमको पोस्ट राख्थ्यौँ। त्यो किसिमको पोस्ट हामी निरन्तर यो दसैँ अवधिभर, तिहार अवधिभर राख्ने कोसिस गर्नेछौँ र तपाईँहरूले निर्धक्क भएर कुनै पनि बेला हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर 98 11 20 30 50 हामीले धेरै पटक भनिसकेका छौँ र हामीले व्हाट्सएप ग्रुप पनि बनाइसकेका छौँ। त्यो तुइन खोलाको लागि मात्रै नभएर आउने दिनमा चाहिँ यो हाइवे खण्डमा जुन चाहिँ मेरो नजिक मेरो कार्यक्षेत्रभित्र चाहिँ रहेको हुन्छ, मैले चाहिँ कभरेज गर्न भ्याउँछु। ती कभरेज गरेका फोटोहरू पत्रकार साथीहरूको एउटा सञ्जाल बनाएको छु, ग्रुप बनाएको छु। त्यो ग्रुपमा राख्नेछु र धेरैले चाहिँ सुझाउनु भएको छ त्यसरी राख्न दिँदाखेरि कृपया चाहिँ क्रेडिट चाहिँ राख्न लगाउन भन्नु होला भनेर भन्नुभएको छ। पत्रकार साथीहरूको चाहिँ त्यो कुरा हो। उहाँहरूले चाहिँ यदि राख्न मन छ भने राखिदिनु होला, नत्र मेरो कुनै गुनासो पनि हुने छैन। हामी देखाइरहेका छौँ प्रत्यक्ष रूपमा चाहिँ यो तुइन खोलाको यो पहिरो स्थलबाट चाहिँ प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। धेरै यात्रुहरू उतापट्टि मुगलिङतर्फ चाहिँ बसिरहेको अवस्था, राम्रोसँग देखाउन सकिरहेको अवस्था छैन। यो अवस्था प्रत्यक्ष रूपमा देखाउने कोसिस गरिरहेका छौँ। यहाँ पनि चाहिँ नेटवर्क चाहिँ उताको भन्दा के हदसम्म आएको हो कि भन्ने लागिरहेको छ र हामी देख्न पुरै यसरी ढिलो प्राय जस्तो देखिएको छ। यसैले मैले पटक पटक भनेको छु, दुई पाङ्ग्रे सवारी साधनहरू, मोटरसाइकल चलाउने साथीहरूले कृपया अलिकति स्पिड नगरिकन चाहिँ चलाइदिनु हुनको लागि म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। चिप्लोमा अब धेरै सवारीको चाप हुनेछ। आउने सवारी साधनहरू उत्तिकै छ, जाने सवारी साधनहरू उत्तिकै छ।
शम्भु बैठा दाइ हुनुहुन्छ। के छ दाइ, अब सकियो? कति घन्टा भयो तपाईँले खाना त खानुभयो? हो, अब खुल्यो नि त होइन, अब आनन्दै भयो। ल धेरैले तपाईँलाई चाहिँ बधाई दिनुभएको छ, धेरैले तपाईँको प्रशंसा गर्नुभएको छ। तपाईँ लगायत को हुनुहुन्छ अपरेटरहरू? शम्भु जो चाहिँ सडक डिभिजन कार्यालयकै चाहिँ अपरेटर हुनुहुन्छ, सिनियर अपरेटर शम्भु खड्का, उहाँ पनि निकै खटिएर चाहिँ यो पहिरो फ्याँक्नको लागि चाहिँ लागि पर्नु भएको थियो। त्यस्तै उहाँ चाहिँ शम्भु बैठा हुनुहुन्छ, बैठा अनि खड्का। त्यस्तै उतापट्टि हामीले देखाएको थियौँ अमर गुरुङ दाई, अमर गुरुङ नै आउनु भएको छ नि, उहाँ पनि सडक डिभिजनकै हुनुहुन्छ। यसरी चाहिँ विभिन्न अपरेटरहरू लाग्नु पर्नु भएको छ। उहाँले चाहिँ अपरेट गरिराख्नु भएको छ। पहिरो खसेदेखिबाट नै उहाँ चाहिँ एकदमै लाग्नु भएको छ। जति पनि अपरेटरहरू छ, हामी विभिन्न सङ्घ संस्थाहरू छौँ। उहाँ नेटवर्कको अलिकति समस्या हुन थाल्यो अहिले पनि। हामी अब धेरै बोल्दैनौँ, अब यतिकै देखाइराख्छौँ तपाईँहरूलाई। अब हामी बोल्दैनौँ। अब ब्याट्री पर्सेन्ट कति छ? हामी सडक पुरै चिल्लै छ, क्लियर छ। माथिबाट फेरि त्यो जुन रेल बेल बाँकी रहेको थियो, त्यो रेल बेल पहिरोहरू पनि नराख्ने भनेर भनिएको छ र सम्भवतः 9 बजेसम्ममा चाहिँ पुरै पहिरो फ्याँकिनेछ। मैले भनिसकेको छु, यदि कुनै एम्बुलेन्स अथवा अत्यावश्यक काममा नगइ नहुने, त्यस्तो तुरुन्तै गइहाल्नु पर्ने त्यस्तो कोही हुनुहुन्छ भने उहाँहरू चाहिँ यहाँ आउन सक्नुहुन्छ। उहाँलाई वार पार गर्नको लागि चाहिँ बाटो एकतर्फी खुलिसकेको अवस्था छ। यो समयमा तपाईँहरू त्यस्तो अवस्थामा हुनुहुन्न भने धैर्य गरिदिनु होला। यसरी पहिरो द्रुत गतिमा फैलिरहेको छ। यति ठुलो पहिरो खसेको थियो यहाँ, यो पहिरोले सम्पूर्ण हटाइसकेको अवस्था छ। र यसरी माथि जुन यो नालाको भाग हामी देखिरहेका छौँ, त्यसको माथि बाँकी रहेको अलिकति पहिरो पनि फ्याँक्न कोसिस गरिराख्नु भएको छ। फ्याँकिसकेपछि यत्रै सिधै सबै फ्याँकौँ भन्ने तरिकाले उहाँहरू लाग्नु भएको छ। अब यो पहिरो केही पनि बाँकी नहुने गरेर चाहिँ उहाँहरू चाहिँ लागिराख्नु भएको छ। गुटुङ लाएर पहिरो फ्याँकेको छ मेसिनहरू। एकदमै एक हिसाबले रमाइलो पनि भइरहेको छ। यति धेरै मेसिन एकैचोटि यो दुईन खोलामा चाहिँ लागिरहेको छ, चलाइरहेको छ, पहिरो फ्याँकिरहेको छ। र केही सेकेन्डपछि चाहिँ गाडीहरू यो पहिरो क्लियर भइसकेपछि वार पार हुनेछ। कसैले पनि नहतारिकन आफ्नो सवारी साधन हाँक्नु होला, हामी पटक पटक अनुरोध गरिरहेका छौँ। यो पहिरो हटाइसकेपछि पनि ट्राफिक जाम जुन लेन मिच्दाखेरि हुने समस्या जुन छ, त्यो किसिमको समस्या अब नहोस्, हामी त्यो कामना गर्छौँ, त्यो चाहन्छौँ, तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौँ। र प्रहरीहरू उतापट्टि खटिएको छ। र हामी नारायणघाटदेखि यही काली खोला, यही तुइन खोलासम्म आउँदाखेरि पनि सवारी साधनहरू निकै व्यवस्थित तरिकाले लेनमा राखिएको अवस्था थियो। र ती लेनमा बसेका सवारी साधनहरू सर्र लेनमै आउने र मुगलिङ साइडतिर भएको सवारी साधनहरू सर्र लेनमै आउने र मुगलिङतिर चाहिँ पोखरा जाने सवारी साधन र पोखराबाट आएका सवारी साधनहरू त्यहाँ चाहिँ म्यानेज गर्नको लागि केही चाहिँ चुनौती पक्कै हुनेछ। त्यहाँनिर प्रहरीहरू त्यही अनुसार तैनात पक्कै हुनेछन्। हामी चाहिँ आश गरौँ त्यहाँनिर पनि कुनै डिस्टर्बेन्स नहोस्। र हामी देखाइरहेका छौँ, हामीलाई अझै पनि 1200जनाले हेरिराख्नु भएको छ, प्रत्यक्ष रूपमा जोडिनु भएको छ। यतिखेर प्रत्यक्ष हाम्रो यो पहिरो फ्याँक्दै गरेको दृश्य देखाउनको लागि हामी कोसिस गरिरहेका छौँ र धेरैले हेरिराख्नु भएको छ। र हामीले यो
हजुर ल ल ल पहिरो त लगभग सकिसकेको छ। अब गाडी चलायो भने त सकिने अवस्था हो। तर यो जुन मैले भनिसकेँ, यो जुन अलिअलि बाँकी यो भित्ता भित्तामा भएको पहिरोहरू पनि कोट्टै फालेको अवस्था छ। तसर्थ हामी धैर्य गरौँ। यो हामी देख्न सक्छौँ यो रोड सबै क्लियर छ, वारपार क्लियर, उताको गाडी पनि देखिरहेछौँ। तर यो जुन साइडमा भएको यो पहिरोहरू पनि हटाउनको लागि उहाँहरू एकदमै लागि पर्नु भएको छ। उहाँहरू चाहिँ जुन जोस जाँगरका साथ काम गरिराख्नु भएको छ। धैर्य गरौँ, बढी लाग्ला, 1 घन्टा लाग्ला, त्यसपछि त तपाईँ हामी मजाले यात्रा गर्न सक्छौँ। उहाँहरूको यो काम गर्ने जुन जोस जाँगर छ निरुत्साहित नपारौँ, धैर्य गरौँ। उहाँहरूले कति चाहिँ सफा गर्न चाहनु भएको छ, सफा गर्नलाई चाहिँ हामी गर्न दिउँ, त्यो हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। हामी देखाइरहेका नेटवर्क लगभग पहिरो खुल्यो। जाम त अब तपाईँहरूमै भर पर्ने कुरा छ है, तपाईँहरूमै भर पर्ने कुरा छ। इन्जिनियर साहबहरू हुनुहुन्छ। र यसरी जेनेरेटरको व्यवस्था गरेर चाहिँ यसरी लाइट बालिएको हो। यहाँ बिजुलीको पोलहरू ढलेको अवस्थामा छ। तसर्थ वितरणको लाइन चाहिँ ल्याउन सम्भव जेनेरेट गरेर चाहिँ यतिखेर दिउँसो जस्तै उज्यालो बनाएर यतिखेर यो ठाउँमा पहिरो हटाइरहेको छ। यति धेरै पहिरो क्लियर भइसकेको अवस्था तपाईँले यो हेर्न सक्नुहुन्छ। कतिवटा मेसिन तपाईँहरूले गन्न सक्नुहुन्छ। यता ट्राफिक प्रहरीको लोडर, बिचमा अर्को लोडर, हस् दर्शकबिन, अब हामी प्रत्यक्ष प्रसारबाट छुट्टिन्छौँ। माधव सर के छ, अब अलिकति जोइन गर्नु, हामी धेरै लागिरहेका छौँ होइन। यता फर्किन्छ सर, हजुर यता फर्किनुहोस् त। जति पनि लाइभ हेर्दै हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद। र मेरो विशेष धन्यवाद विनोद श्रेष्ठ सरलाई। उहाँले यति राम्रो रिपोर्टिङ गर्नु, यति रियल टाइममा हामीलाई इन्फर्मेसन दिनुभयो। सही सूचना पाउँदा धेरैजनालाई समस्या पनि परेन बाटोमा। र हाइवेको ब्रान्ड नै हो भन्छु म। अब विनोद श्रेष्ठ विनोद श्रेष्ठ होइन, विनोद श्रेष्ठ अब हाइवे अपडेटको ब्रान्ड भइसकेको छ, त्यो सबैलाई थाहा पनि छ। र यहाँको अनर्गत यो रिपोर्टिङको लागि पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र जति पनि लाइभ हेर्दै हुन्छ अबको मलाई लाग्छ एकदम कन्फर्मै पऱ्यो भने बढीमा 1 घन्टा अहिले हेर्दाखेरि जुन गतिमा काम गर्नु एकदम 5000 रुपियाँ। सबैजना उतापट्टि पनि एकदम लेन अनुशासनमा बस्नु भएको छ, काठमाडौँतर्फ पनि लेन अनुशासनमा बस्नुभयो भने रातभरिमा यो जाममा परेका गाडी कट्यो भने भोलि बिहानबाट सहज रूपमा आगमन हुनसक्छ भन्ने हाम्रो अनुमान छ होइन। र सबैजना टिम लाग्नु भएको छ। सिडिओ साहब, एसपी साहब लगायत जिल्लाका सम्पूर्ण सडक विभागको टिम, विशेष गरेर अपरेटरको टिम, खाना पानी पनि नबनिकन खटिरहेको एकदम मेरो उच्च सम्मान छ। ल थ्याङ्क यू सो मच सर, थ्याङ्क यू। ओके सर, हुन्छ जानु, म बस्छु। ओके सर, ओके सर, एकदम म बस्छु। उहाँले चाहिँ जाउँ, अब जिल्लाका प्रमुखहरूसँगै चाहिँ यसो जाउँ, चाहिँ रेस्ट गरौँ, फ्रेस भएर आउँ भन्नुभएको थियो। तर म चाहिँ मेरो मनले मानेन, म चाहिँ बसेँ। म लाइभै देखाउनलाई चाहिँ रहर लाग्यो। म बस्छु, लाइभ देखाउँछु। यो गाडी तपाईँहरूको कमेन्ट चाहिँ पढ्ने कोसिस गर्छु, केही छ भने भन्नु होला। हाम्रो इन्जिनियर साहब हुनुहुन्छ, इन्जिनियर साहब गरेँ। यता बस्नु पऱ्यो, यता जेन्टरले चाहिँ डिस्टर्ब। मेरो पहिला रिपोर्टिङ गर्दाखेरिको चाहिँ एकदम यो सोचेकै थिएन। एकदम नेटवर्ककै समस्या भए पनि म गर्न चाहन्छु। साथीहरू घटिराख्नु भएको छ। अहिले 982 जना जोडिनु भएको छ। सायद तपाईँ हेर्नु छैन भने म पनि नभए लाइभ हेर्न इच्छुक हुनुहुन्छ भने सक्दो सेयर गर्नु होला। 1K भन्दा नघटाउनु होला कमसेकम। तपाईँहरूको साथ सपोर्ट पनि चाहिन्छ।
कति टाइम लाग्ला भन्ने कुराहरू चाहिँ तपाईँ आफैले पनि भन्न सक्नुहुन्छ। थप पहिरो जाने सम्भावना केही देखिँदैन। सबै यो स्लोप बनेको छ। स्लोप मात्रै नभइकन माथिबाट के भन्छ स्टेप पनि बनेको छ। तसर्थ त्यति ग्यारेन्टी त म दिन सक्दैन, तर पहिलाको जस्तो त्यो जुन डर थियो त्यो किसिमको डर छैन। कसरी पनि भन्न सक्छौँ भने जुन हिजो चाहिँ पहिरो गएको ठाउँमा यति ठुलो वर्षा भयो, यति भारी वर्षा भयो, त्यो भारी वर्षाले गर्दा त्यो केही मात्रामा चाहिँ त्यो रोयलपेल भएको त्यो माटोहरू पखालियो, तर ठुलो पहिरो झरेन। त्यस कारणले पनि अब यहाँ चाहिँ त्यति ठुलो पहिरो जाला भन्न चाहिँ हामी चाहिँ जाँदैनौँ भन्ने कुरामा चाहिँ हामी चाहिँ अनुमान लगाउन सक्छौँ। त्योभन्दा अरू केही लगाउन सक्दैनौँ। पहिरो क्लियर भइसकेको थियो र अहिले भित्ताको चाहिँ पहिरोहरू यसरी तान्ने अवस्थामा छ। मैले अघि नै पनि भनिसकेँ, यदि कुनै एम्बुलेन्स अब विशेष त तरकारी बोकेको सवारी साधनहरू अथवा दुध बोकेको, दुध पदार्थ बोकेको, आइसक्रिम बोकेको त्यस्तो कुनै चाहिँ टाइममै पुर्याउनु पर्ने छ भने आउनुहोस्। हामी प्रहरीलाई चाहिँ रिक्वेस्ट गर्नेछौँ त्यस्ता गाडीहरूलाई चाहिँ। हजुर बाटो अब लगभग क्लियर हुँदैछ। अब एक लाख त क्लियर भइसकेको अवस्था हो, तर पहिरो कति पनि नराख्ने। माथिबाट खसेको चिज नालासम्मको माटो पनि नराख्नको लागि चाहिँ यदि खोतालिरहेको हो। तपाईँहरूमध्ये कोही एम्बुलेन्समा आउनुभएको छ, बिरामी लिएर आएको छ, टाइममा हस्पिटल लानुपर्ने छ भने तपाईँहरू आउन सक्नुहुन्छ। हामी रिक्वेस्ट गरेर तपाईँहरूलाई वार पार गराउने काम हामी गर्नेछौँ, रिक्वेस्ट गर्नेछौँ। हामीले तपाईँहरू सहयोग गर्नुहुनेछ। तसर्थ तपाईँहरू यो समयमा अब पहिरो क्लियर भइसकेको अवस्था छ, हामी देखाइरहेका छौँ। फेरि पहिरो झऱ्यो क्या हो, पहिरो झरे जस्तो लागेको, तर ठिक छ। जे गरिराख्नु भएको छ, पछि झर्ने पहिरो अहिले नै उहाँहरूले तानेर झराइराख्नु भएको छ। अन्यथा नलिनु होला। जुन हामी लाइभमा बस्दा बस्दै माथिबाट पहिरो झऱ्यो, त्यो सामान्य जुन अड्किएको पहिरोहरू हो, यसलाई चाहिँ हामी देखिरहेका छौँ। यो पहिरो झरिरहेकै छ। यो सवारी साधन चलिरहेको समयमा झर्दा जोखिम हुने भएको कारणले जति माथि झर्न सक्ने खालको पहिरोहरू छ त्यो सब झारेर, चाहे त्यो रातको 12 बजोस् चाहे 1 बजोस्, तर गाडी त आज चलाउँछ, कम्फर्म चलाउँछ। यो कुरामा चाहिँ ढुक्क हुनुहोस्, यो कुरामा ढुक्क होस्। ल हामी देखाइरहेका छौँ। मेसिन आएको छ। यो दृश्य हामी देखाइरहेका छौँ। एक % मात्रै मोबाइलको ब्याट्री छ। म एकछिन यो मोबाइल चाहिँ लाइभ अफ गरेर फेरि एकछिनपछि जोडिनेछु। 1% चाहिँ एकछिन चार्ज होस् मोबाइल। अवश्य पनि 1% बाँकी छ मोबाइल, ब्याट्री एकछिन चार्ज गर्छु। पहिरोहरू अलि खोतालेर अब केही बेर लाग्ने अनुमान गरिएको छ। त्यो रिस्क लिनलाई चाहिँ भन्दा त्यो जुन पहिरो अड्किएको थियो त्यसलाई तानिएको छ, जसले गर्दाखेरि यो सवारी साधनहरू चल्दाखेरि जुन जोखिम थियो त्यो जोखिम चाहिँ अब हुने छैन। जति पनि भित्ताको जुन चट्टान, कडा चट्टानहरू जुन सिमेन्टेड हुन्छ त्यो तरिकाले गरेको छ। म केही बेरपछि फेरि लाइभमा आउनेछु। अहिले 1% मात्रै ब्याट्री छ। म आउनेछु, तपाईँहरू हामीसँगै रहनुहोला भन्दै अहिले पनि प्रत्यक्ष प्रसारणबाट छुटिन चाहन्छु र केही बेरपछि हामी गाडी खुलेको भिजुअल पनि देखाउनको लागि आउनेछु। तपाईँहरू अब गाडीमा बस्नु होला।
रातको समयमा तपाईँहरू घरमै हुनुहुन्छ भने यात्रामा चाहिँ ननिस्किनु होला। भोलि अब गाडीहरू जाममा परेका गाडीहरू चाहिँ भोलिसम्ममा क्लियर भइसकेपछि मल्ल निस्किँदा उचित हुनेछ भन्दै म फिरोज श्रेष्ठ अहिले भने प्रत्यक्ष प्रसारणबाट दिन चाहे। हस्त नमस्ते।